हाई नमस्ते। म फेरि पनि आइसकेको छु गाइस धमाकेदार मेन्यु ल्याएर। र आजको मेरो मेन्यु रहेको छ, आज मेरो खानामा रहेको छ एकदम स्पाइसी पोर्क, अनि दाल रहेको छ, अनि यो स्यालेड भएको मुलाको साग हल्का फ्राई गरेको, प्री फ्राई गरेको, अनि सधैँ पिउनुको लागि पानी। र गाइज धेरै जस्तो मान्छेहरू भिडियो त हेर्नुहुन्छ तर लाइक चाहिँ गर्न बिर्सिनुहुन्छ होइन। अब यदि भिडियो हेर्नुहुन्छ मन पऱ्यो भने लाइक चाहिँ गर्न पक्कै पनि नबिर्सिनु होला होइन गाइज। अनि यदि फेरि पनि यो मेरो भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब पनि गर्नु नभुल्नु होला। ओके लेट्स स्टार्ट खानको लागि। आज कति दिनपछि पोर्क खान लाग्यो होइन, खाने मन पनि लागिरहेको थियो। फुडबाट स्टार्ट गरौँ त। पोर्क ब्याकग्राउन्ड साउन्ड चाहिँ बहुत आउँछ गाइस, के गर्ने एकदम पब्लिकमा बस्छु म, त्यही भएर प्लिज माइन्ड नगरिदिनु होला। यसको लागि म एडजस्ट गर्न भनेको छु। एकदम ब्याक पछाडिको साउन्ड आइरहन्छ होइन। एकदम चोकमा घर हुँदाखेरि पनि बहुत गाह्रो हुँदो रहेछ। एकदम कस्तो साउन्ड आउने क्या। पर्दा राखेको थिएँ होइन, निस्किहाल्यो। अहिले खाँदा खाँदै अब के बनाउने होइन। अब यस्तै भिडियो यस्तै हुने भयो होइन, प्लिज माइन्ड नगर्नु होला। नयाँ के हुन्छ त्यस्तो खाँदा खाँदा। मजा आयो। स्पाइसी त आज मैले फेभरेट भएर क्या, अमिलो पिरो मजा आउँछ।
एउटा भिडियो बनाउनलाई गाइस यति मिहिनेत गर्नुपर्छ यति सजिलै हुन्छ होला भन्ने मान्छे सोध्छ मलाई होइन एकदम मिहिनेत लाग्छ भिडियो बनाउनलाई तर के गर्ने पछि ब्याकग्राउन्डले गर्दा मेरो भिडियोमा हल्का स्किल्स आयो प्लिज माइन्ड नगर्नु होला भिडियो हेरेर इन्जोय गरिदिनु होला है गाइस देख्न सक्नुहुन्छ गाइस मैले मेरो खाना सकाइसकेको छु आई होप हजुरलाई मेरो भिडियो राम्रो लाग्नेछ गाइस अनि यदि मेरो भिडियोमा केही पनि मिस्टेक छ केही पनि छ भने हजुरले कमेन्टमा मलाई भन्न सक्नुहुन्छ होइन मेरो भिडियो राम्रो छ राम्रो छैन यदि केही पनि खान नखाँदा जस्तो भने के भन्न सक्नुहुन्छ यदि मेरो भिडियो राम्रो लाग्यो भने लाइक गर्न चाहिँ नबिर्स्नु होला त्यो चाहिँ बार बार भनेर आउँछु मैले चाहिँ हजुर हेर्नुहुन्छ भिडियो तर लाइक चाहिँ गर्नु होला प्लिज लाइक गर्नु होला अनि ओके आजको लागि यति नै बाई